सिलगढीमा तमु लोसार महोत्सव 2025 उत्साहपूर्वक सम्पन्न। सिलगढी तमु छोजगी गुरुङ कल्याण संगठनको आयोजनामा सिलगढी फुलबारी खोपरेल क्षेत्रमा 30 डिसेम्बर 2025 का दिन तमु लोसार महोत्सव 2025 अत्यन्त उत्साह र भव्यताको साथ सम्पन्न भएको छ। चिसो मौसमलाई चुनौती दिँदै विभिन्न स्थानबाट उपस्थित तमु गुरुङ समुदायका सदस्यहरूले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्ने संकल्प सहित तमु नयाँ वर्ष हर्षोल्लासका साथ मनाएका थिए। महोत्सवले समुदायभित्र आपसी एकता र सांस्कृतिक गौरवलाई अझ बलियो बनाएको आयोजकहरूले बताएका छन्। म अनिल क्याप्टेन पवन गुरुङ, केन्द्र समितिका मूल सचिव। म यो भन्न चाहन्छु कि आज हाम्रो जो भी 30 डिसेम्बर 2025 को जो हाम्रो कार्यक्रम लोसरको थियो त्यो अति राम्रोसँग हामीले मनायो। सम्पूर्ण शाखाबाट सदस्यहरू आउनु भएको थियो। हाम्रो छेउडा शाखा हो र त्यसमा सैनिकपुरी शाखा और बागडोगरा शाखा, सालबारी शाखा अनि हाम्रा शास्त्रीनगर शाखा, सुकना शाखा और राजफापरी शाखा, यो 6 शाखा भएर हामीले आज मनाएको थियो। तर हाम्रो अन्य जग्गा पनि थुप्रै हामीले निमन्त्रण दिएको थियो। निमन्त्रण स्वीकार गरेर सबै आउनु भएको थियो। दार्जिलिङबाट आउनुभयो, खरसाङबाट आउनुभयो, मम्फूबाट आउनुभयो। सबै हाम्रो गुरुङ परिवार आएर यहाँ हामीले भव्य तरिकाले हामीले यो लोसरलाई मनायौं। हाम्रो जति पनि गुरुङ परिवार छ उहाँहरूले हमेशा यसरी नै हाम्रो संस्कृतिलाई जोगाइराख्नुको लागि हामीले यो लोसर मनाउनु हामीलाई जरुरी छ। कार्यक्रममा आकर्षक सांस्कृतिक रयाली, परम्परागत नृत्य तथा गीत, संगीतमय प्रस्तुति, जातीय पहिचान झल्काउने धनुकाँड प्रतियोगिता तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू प्रस्तुत गरिएको थियो। आज हाम्रो खेल जुलेबी रेस नानीहरूको 5 to 8 नानीको एउटा खेल भयो, अरु 8 to 12 नानीहरूको जुलेबी रेस भयो, अरु एउटा भयो हाम्रो लेडिजहरुको मतलब यो म्युजिकल चेयर भयो। और त्यसका बादमा एउटा हाम्रो गुरुङ समाजको गुरुङ तमुको एउटा हाम्रो के धनुषकार भन्छ जो कि हाम्रो एउटा उतै हो हटार हो। उत्सवमा सहभागी वक्ताहरूले तमु समुदायको सामाजिक, सांस्कृतिक र ऐतिहासिक योगदानको चर्चा गर्दै सरकारद्वारा आधिकारिक रूपमा जनजातिको मान्यता प्रदान गरिनुपर्ने विषयलाई जोडदार रूपमा उठाएका थिए। मेरो नाम चाहिँ डाक्टर ज्ञानचन्द्र गुरुङ हो अनि हामीले जुन चाहिँ यो जनजातिको माग गरिरहेछौँ। अन्त अस्ति जुन चाहिँ सिक्किममा पनि माग्ने काम भयो त्यसमा चाहिँ म एउटा एज अ रिसर्च एसिस्टेन्टको रूपमा त्यहाँ संलग्न थिएँ। अनि यहाँ जुन चाहिँ वेस्ट बेङ्गलको जुन चाहिँ अब हामीले बनाउँदैछौँ गुरुङहरूको, यसमा चाहिँ मैले बनाउँदैछु भनौँ है, कागजहरू बनाउने काम चाहिँ इथनोग्राफिक रिपोर्ट बनाउने काम चाहिँ मैले गर्दैछु। एउटा टिम छ, त्यो टिमको थ्रुबाट चाहिँ हामीले अब बुझाइरहेका छौँ। जुन चाहिँ जनजाति महासङ्घ छ उहाँको थ्रुबाट चाहिँ हामीले बुझाइरहेका छौँ यो डकुमेन्ट्सहरू। जनजाति मन्त्रालय आजै उहाँनिर पुगाउने काम गरिरहनु। राजु विष्टजीले उहाँको थ्रुबाट पनि हामी जाँदैछौँ। अब ट्राइबलको डिमान्ड त हाम्रो तकरिबन हाम्रो यो 2010 मा आगे पनि सुरु भएको, तर अहिलेसम्म पनि यसको खास केही के अरे निचोड र नतिजा आइपुगेको छैन। तर पनि हाम्रो ट्राइबल गुरुङ हाम्रो गुरुङ जातिले हाम्रो 11 जातको जो छ पेपरहरू सबमिट गरेको छ। यस अवसरमा तमु समुदायको भवन निर्माणका लागि अमूल्य जमिन दान गर्नुहुने स्वर्गीय एकराज गुरुङ प्रति संगठनले प्रमुख अतिथि थिए हाम्रो स्वर्गीय एकराज गुरुङका धर्मपत्नी श्रीमती बिना गुरुङ, उहाँ आज हाम्रो प्रमुख अतिथि हो। हाम्रो यो स्वर्गीय एकराज गुरुङका धर्मपत्नी या स्वर्गीय एकराज गुरुङ हामी यो भन्न चाहन्छु कि उहाँले हामीलाई जो 5 कट्ठा जमिन दिएछ हामीलाई बहुतै राम्रो काम गरिदिनु भएको छ। त्यसैले गर्दा म उहाँलाई धन्यवाद। बाबाले आफ्नो सोचले एउटा डोनेट गर्नुभएको थियो। त्यतिबेला 2018 मा चाहिँ यो एउटा ठुलो हाम्रो संस्था गुरुङ परिवारको एउटा संस्था गर्नुभएको थियो। हजुर, त्यतिबेला चाहिँ बाबाले अलिकति हामीलाई भन्नुभएको थियो त्यतिबेला लोहे गुरुङ संस्थालाई अलिकति कुछ न कुछ 2-4 कट्ठा चाहिँ दिनुपर्छ भनेर बाबाले भन्नुभयो। बाबा त अब 2020 मा बितेर जानुभयो। 2020 मा बितेर जाँदाखेरि चाहिँ त्यहाँ हामीले 5 कट्ठा चाहिँ जमिन दान दियो। गुरुङ समुदायको इतिहास अनुसार
कोला सोथारलाई गुरुङहरूको मूल उत्पत्ति स्थान तथा पहिलो बसोबास स्थलको रूपमा लिइन्छ। गुरुङ भाषा, वेशभूषा, रोधी संस्कार, घाटु नाच, सोर्ठी नाच तथा 12 वर्षे जनावरको नामबाट लो निर्धारण गर्ने परम्परा र लोसार पर्वको सुरुवात यहीँबाट भएको ऐतिहासिक उल्लेख पाइन्छ। यो क्षेत्र पश्चिम नेपालको लमजुङ हिमाली भूभागमा अवस्थित रहेको छ। हिमाली क्षेत्रका बासिन्दा गुरुङ समुदायको लागि भेडा पालन परम्परागत र महत्त्वपूर्ण पेशा मानिन्छ। भेडा क्युप्रो गुरुङ समुदायको जीवनशैली, संस्कृति र धार्मिक विश्वाससँग गहिरो रूपमा जोडिएको प्रतीकको रूपमा रहँदै आएको छ। तमु लोसार महोत्सव 2025 ले तमु समुदायको पहिचान, इतिहास र सांस्कृतिक चेतनालाई उजागर गर्दै नयाँ पुस्तामा सांस्कृतिक हस्तान्तरण गर्ने महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूको धारणा रहेको छ।